गाइज आज हामी खेल्न जाँदैछौँ सिम सिटी बिल्ड इट। यानि कि यो गेम चाहिँ सिटी बनाउनु पर्ने हुन्छ। यो चाहिँ मोबाइल गेम हो। पिसी गेमहरू धेरै यस्तो खालको देख्न सक्नुहुन्छ, तर मोबाइल गेम चाहिँ कमै छ जुन चाहिँ यस्तो आफ्नै सिटी बनाउन मिल्ने हुन्छ। यो चाहिँ मैले भर्खरै हेरेँ कस्तो रहेछ भनेर, होइन खेल्न कस्तो रहेछ, स्मुथहरू कस्तो रहेछ, अब यसको यहाँ ग्राफिकहरू कस्तो रहेछ भनेर चेकहरू गरेँ। यो एकदम राम्रो लाग्यो। अब यो बिल्डिङहरू यो सबै यो पुरै खाली थियो। यो रोडको राइट साइडतिर, यो मेन हाइवेको राइट साइडतिर चाहिँ मेरो गाउँ हो। यो मैले बनाएको सहर, गाउँ होइन सहर हो। र यो लेफ्टतिरको चाहिँ यो अर्को सहरसँग कनेक्ट गर्ने यो ट्रेड डिपोटहरू भयो। अनि त्यस पछाडि यो चाहिँ अब मेरो सहर भयो। यहाँ र यहाँ एउटा मेयर छ, यो ड्यानियल भन्नेको सहर चाहिँ उसको चाहिँ यस्तो खालको छ। हामीले हाम्रो सहर पनि यस्तो बनाउन मिल्छ। यानि कि एकदम यो चाहिँ पिसी नहुनेहरू, मोबाइल हुनेहरूलाई चाहिँ एकदमै राम्रो खालको गेम हो। यो तपाईँले देख्न सक्नुहुन्छ कस्तो राम्रो ग्राफिक छ टक्क, होइन गाडीहरू पनि हिँडिरहेको छ, मान्छे पनि हिँडिरहेको छन्। यस्तो व्यवस्थित सिटी छ। यो सबै हामीले पनि बनाउन मिल्छ मोबाइलमै, ल्याग स्याग हुँदैन। तपाईँले अफलाइन पनि खेल्न सक्नुहुन्छ, तर अफलाइन खेल्दाखेरि चाहिँ एकचोटि अनलाइनमा कनेक्ट गर्नुपर्ने हुन्छ। तपाईँले केही चेन्ज गर्नुभएको छ भने त्यो चेन्जलाई चाहिँ सेभ गर्नको लागि चाहिँ कनेक्ट गर्नुपर्ने हुन्छ। यहाँ हेर्नु सिटीमा अब अहिले रातको समय हो, त्यही भएर लाइट हेर्नु कस्तो झलमल्ल लाइटहरू चाहिँ बलिरहेको छ। यो चाहिँ हामीले पनि यस्तै बनाउन सकिन्छ। जस्तो कि त्यहाँ मेरोमा पनि तपाईँले देख्न सक्नुहुन्थ्यो कि त्यहाँ मेरो पनि ठ्याक्कै यस्तै थियो। लेफ्टतिरबाट यो लेफ्टको हाइवेदेखिको छिरेर यता राइट साइडतिर चाहिँ छिर्न मिल्ने गाउँ थियो। र यो ड्यानियल भन्नेले चाहिँ आफ्नो सहर चाहिँ यस्तो बनाएको छ। र हाम्रो पनि यो ट्रेड डिपोट थियो, तपाईँले देख्न सक्नुभयो अघि। र यहाँ हेर्नु यो ड्यानियलको 25 लेभलको सिटी चाहिँ कस्तो छ, क्यासल पनि बनाएको रहेछ। यहाँ हेर्नु ट्रेन पनि कुदिरहेछ। भ्यू हेर्नु तपाईँहरूले कस्तो राम्रो देख्न सक्नुहुन्छ। यो ड्यानियलको सहर हो। हामीले पनि हाम्रो सहरलाई यस्तै बनाउन सकिन्छ, तर थोरै टाइम लाग्छ। हेर्नु त आहा कस्तो चम्किलो आँखै पोलो। क्लक टावर तपाईँले यस्तो गर्न सक्नुहुन्छ। यहाँ हेर्नु गेम खेल्ने, यहाँ फुटबल पोस्टहरू भइरहेको छ, गेम चलिरहेको छ, देख्न सक्नुहुन्छ कस्तो राम्रो सहर बनाएको छ। हामीले पनि हाम्रो सहर यस्तै बनाउन सक्छौँ। त्यसको लागि चाहिँ थोरै टाइम लाग्छ। र म त्यो सबै भिडियोहरू तपाईँहरूलाई चाहिँ यही युट्युब च्यानल मार्फत चाहिँ हालिदिने छु। तपाईँहरूले हेर्न सक्नुहुन्छ र आफैले खेल्न पनि सक्नुहुन्छ। यस्तो राम्रो छ। र यहाँ तपाईँले यो के हो, यो ल्याबोरेटरी के हो, यहाँ प्लेनहरू हेलिकप्टरहरू पनि देख्न सक्नुहुन्छ, एयरपोर्ट पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। त्यो कता गयो एयरपोर्ट, यतैतिर कता 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 थियो, कता गयो स्क्रिन। र यो चाहिँ टपको भ्यू भयो। र एयरपोर्ट यहाँ हेलिप्याडहरू पनि छ। र यहाँ साँच्चीकैको हेलिकप्टर पनि उडि नै रहन्छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू हेलिकप्टर उडिरहेछ। आहा वाउ भेरी ब्युटिफुल यार, देख्न सक्नुहुन्छ। यो सबै चाहिँ हामीले आफ्नै कन्ट्रोलमा, यो केही पनि यो चाहिँ ऱ्यान्डमली भएको छैन। यो हेलिकप्टरहरूको उडाउने राख्नेहरू सबै आफ्नै कन्ट्रोलमा हुन्छ। हामीले कहाँ हेलिकप्टर राखिदिने, कहाँ नराख्ने, त्यो सबै हाम्रै कन्ट्रोलमा हुन्छ। हेर्न सक्नुहुन्छ यहाँ खाजा, यहाँ रेस्टुरेन्ट छ, खाजा खाने ठाउँ। र यहाँ ट्रेन स्टेसनहरू देखि नै हाल्नुभयो तपाईँहरूले। यहाँ रकेट पनि छ यता। यो हो हाम्रो एयरपोर्ट, यहाँ देख्न सक्नुहुन्छ। यो एयरपोर्ट हो। यहाँ इन्टरनेसनल डोमेस्टिक फ्लाइटहरू यहाँ चलिरहेको हुन्छ। अब अहिले चाहिँ खोइ किन हो, रातिको टाइममा पनि उड्नुपर्ने हो प्लेन त। तर यहाँ अब बिहान हुँदैछ, हेर्नु है बिहान हुँदैछ। प्लेन आयो, वाउ 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 वाउ, देख्न सक्नुहुन्छ।
प्लेन यसरी आउने जाने यो पनि आफैले बनाउन मिल्छ यो सबै बनाउन मिल्छ ट्रेनहरु त देख्न हाल्नुभयो धेरै राम्रो छ तपाईहरु खेल्न चाहनुहुन्छ भने र त्यो अहिलेको मैले त्यो ड्यानियलको सिटी देखाए जस्तो मेरो सिटीमा पनि हेर्नु सबै सेम नै छ ट्रेड डिपोट उसको पनि थियो तर उसले चाहिँ आफ्नो सिटीलाई चाहिँ धेरै राम्रो बनाइसकेको छ उसको 25 लेभलको छ मेरो 5 लेभल पुग्दैछ भर्खर र यहाँ हामीले ट्रेड गर्न मिल्छ यहाँ कार्गो सिपदेखिको कार्गो सिप मैले बोलाएको छु 4 घण्टामा आउँछ कार्गो सिप र कार्गो सिपले चाहिँ यो प्लास्टिक के प्ल्याङ्क र ह्यामर अर्डर गरिरहेछ अब यहाँ 4 घण्टा पछाडि सिप आउँछ र त्यो सिपमा चाहिँ म चाहिँ सामान चाहिँ ट्रेड गर्नुपर्छ आफ्नै यो मेरो फ्याक्ट्री भयो यो फ्याक्ट्रीहरुदेखिको यो सामानहरु बनेर चाहिँ यो चाहिँ कोल पावर प्लान्ट भइहाल्यो यहाँदेखिको चाहिँ इलेक्ट्रिसिटी चाहिँ प्रोभाइड गरिन्छ आफ्नो सहरलाई र यो विन्ड मिल 3-4 सालमा छ विन्ड मिलले पनि इलेक्ट्रिसिटीहरु चाहिँ हामीले प्रोभाइड गर्न मिल्छ कतिवटामा आएको थियो र यहाँ तपाईहरुले सबै चाहिँ व्यवस्थित गर्नुहुन्छ यहाँ अब हाम्रो फायर ब्रिगेडको लागि पनि छ यो हाम्रो वाटर ट्याङ्क भइहाल्यो पानी प्रोभाइड गर्नको लागि यहाँ छ र यो कहाँ गयो यो चाहिँ हाम्रो फायर स्टेसन हो यो फायर ब्रिगेडहरुलाई कन्ट्रोल गर्ने फायर स्टेसन यसलाई छ र यो चाहिँ क्यापिटल सिटी रिपोर्ट यो मेरो सहरको म यो सहरको मेयर हो र मेरो चाहिँ यहाँ सबै कुराहरु चाहिँ यहाँ छ र ट्याक्सेसहरु पनि लाउन मिल्छ हामीले र यहाँ चाहिँ अब ट्याक्सेस ठीक छ यु आर अनलक्ड न्यू बिल्डिङ सबै इन्फर्मेसनहरु पाइन्छ यानि कि मेरो सहरमा चाहिँ यहाँ लेफ्टतिर टपमा त्यो लेभलको साइडमा लेख्न सक्नुहुन्छ त्यो मान्छेको त्यो डिजाइन छ र त्यसमा चाहिँ 2295 मान्छेहरु चाहिँ यो मेरो सिटीमा बस्छन् तपाईहरुले गाडीहरु हिँडेको देख्न सक्नुहुन्छ र 100% यिनीहरु खुसी छन् मेरो सहरको मान्छेहरु 100% खुसी छन् त्यहाँ तल देखाइनै रहेको छ र यो चाहिँ एकदम फ्री एप हो कस्तो राम्रो छ नि त यो तपाईहरुको लागि टाइम स्पेन्ड गर्न एकदम राम्रो एप हो यहाँ तपाईहरुले चाहिँ बिस्तारै गइसकेपछि सिटी अचिभमेन्ट सिटी स्टोरेज यो सबै कम्प्लिट गर्दै जानुपर्छ र यहाँ तपाईहरुले अरु के देख्न सक्नुहुन्छ भन्दाखेरि सिटीमा क्यापिटल सिटी नो रिजन अनलक रिच सिटी लेभल 25 टु अनलक तपाईहरुले हेर्नु है तपाईको सिटीलाई कतिसम्म चाहिँ एक्सपान्ड गर्न सक्नुहुन्छ भन्दाखेरि यहाँ हेर्नु यो सबै ल्यान्डहरु सम्म चाहिँ एक्सपान्ड गर्न सक्नुहुन्छ आफ्नो सिटीलाई कत्रो बनाउने त यता हेर्नु माउन्टेनहरु छ यो तपाईहरुको सिटीलाई चाहिँ कत्रोसम्म बनाउने भनेर चाहिँ यहाँ छ यत्रोमा सिटी तपाईहरुले हेर्नु यत्रो ठुलो एरियामा तपाईहरुले सिटीलाई चाहिँ एक्सपान्ड गर्न सक्नुहुन्छ बढाउन सक्नुहुन्छ र वार एन्ड मोन्स्टर भनेको छ यो मोन्स्टर ट्रबल लक्ड रिच सिटी लेभल 16 ओभर पपुलेसन अफ टु अब यस पछाडि के होला मोन्स्टरहरु पनि आउँछन् होला त्यहाँदेखि आफ्नो गाउँलाई पनि बचाउनु पर्ने होला सेभ गर्नु पर्ने होला र यो चाहिँ मलाई लाग्छ यो मेयरको बस्ने ठाउँ होला अनि यो चाहिँ हाम्रो रिपोर्टहरु सबै यहाँ यो त्यसमा यो बिल्डिङमा चाहिँ रिपोर्टहरु आउँछ यो हाम्रो स्टोरेज भइहाल्यो र हामीले यसरी नै चलाउनु पर्ने हुन्छ सिटीहरुको डिमान्ड सिटीमा बस्ने मान्छेहरुको डिमान्ड पूरा गर्दै चाहिँ हामी चाहिँ लेभल बनाउँदै जानुपर्छ इट्स sandy that the hardware store is so close बुझ्न चाहिँ बुझेन र अपग्रेड गर्नु र
अब चाहिँ मैले मेरो भिलेजमा के गर्नु पर्यो त पार्कहरू पनि छ यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ पार्क